हाम्रो घर त गाउँतिर पो छ हो माया, गाउँ त उकाली ओह्राली गर्नुपर्छ। तिम्रो घर जाने बाटो पो बिच गरे होला, आउने भए आऊ क्यारे। म चाहिँ आज गाउँतिर डुल्दै यसो वनतिर रमाउँदैछु। हेरौँ के भेटिन्छ। यतातिर चाहिँ मैसिलो फलेको रहेछ, मैसिलो खाँदैछु। मैसिलो पनि मजाले फलेको छ। ल साथीहरू, खाने भए मैसिलो प्रशस्त पाकेको छ। साथमा यो चुत्रो भनिन्छ यसलाई, चुत्रो पनि खाइयो अनि काफल पनि। यतातिर चाहिँ म डुल्दै थिएँ, यहाँ के को आवाज आयो भनेर यसो हेरेको, चरा पो उडेर भाग्यो। चराको सायद यहाँ गोड होला भन्ठाने, हेरे पनि नभन्दै हो रहेछ। यहाँभित्र त अन्डा पनि रहेछ, कतिवटा अन्डा रहेछ हेरौँ है त। अन्डा चाहिँ यहाँ 4वटा रहेछ। यहाँ चाहिँ अचम्म लाग्यो भने यस्तो ठाउँमा चराले गुड कस्तो भित्तामा गुड बनाएको। यो चाहिँ हाम्रो गाउँको खोलाको कञ्चन पानी। अनि यो चाहिँ माथिबाट बगेको झरना भनौँ न, त्यस्तै छ गाउँघरको यात्रा, जङ्गल। ये गांव है साहब, यहाँ मन लगाना नहीं पड़ता, लग जाता है। उकालो ओह्रालो गर्दै गाई बस्तु चराउँदै वनपाखातिर घाँस काट्दै यतातिर रमाउने गर्दछ। जङ्गलदेखि बग्दै आएको चिसो पानी पिउँदै आफ्नो जिन्दगी हाँसेर रमाएर बिताइरहेको छन् यहाँको मानिसहरू। जे जस्तो भए पनि, जो जहाँ गए पनि आफ्नो गाउँ, आफ्नो ठाउँ प्यारो लाग्ने रहेछ। आजको हाम्रो यात्रा एकदम एडभेन्चर, एकदमै डरलाग्दो ठाउँमा हुँदैछ। हाम्रो आजको यो हेऱ्यो भने यो यत्रो ठुलो भिड छ कि यो कुरा गरेर साध्य पनि छैन। यहाँबाट तलतिर पुग्यो भने त हड्डी र मासु एउटै हुन्छ। ओ माई गड, के हो यार यो? ए म्याम भाइ समात ल को छ यो? ओए यो बोक्लाई, ओए यो बोक त सक्दिन यार, यो त ओहो यार, क्या खुट्टा त काम छ त यार। बाटो एकदमै सानो बाटो रहेछ यार। यसो सारा हात टेकेर हिँड्नु पर्ने है यस्तो बाटो। आजको हाम्रो यात्रा एकदमै कठिनाइ र डेन्जर पारेको छ। हेरौँ आजको यो थकित यात्रा भरे कस्तो हुने हो। अघि हिँडिरहेको छ हाम्रो भरतजी। बाघ लुक्ने ठाउँ, यहाँ लुक्छ बाघ। उयो माथि हो क्या?
के गर्नु सोल्टी यस्तो जिन्दगी ओ एकछिन बन्द गर्नु पर्ने क्यामेरा यहाँ त डेन्जर छ बाटो